आज चाहिँ हाम्रो पहाडको यात्रा भयो है। गुडमा बसेर हल्ला चल्ला हल्लिँदै हल्लाउँदो रहेछ फेरि यसले बसेर। माथि तार छ त अब लाग्यो हामी पहाडतिर तला खान स्याउ खान लाग्यौँ अब है गाइज गाडीमाथि छतमा घुट्न सुतेर गइएको छ यस्तरी। यसरी यहाँ काम हुँदैछ होइन, बाटो बन्ने काम हुँदैछ यता। हजुर ओ सर हेलो, कस्तो हुँदैछ यात्रा? गर्नु गाह्रो एकदम गुड छ नि त। त्यस्तै हो कि हाई हेलो बुढाबुढी आयो त्यहाँ। ओए कुन यो भाइ हो? वा खतरा रहेछ, ठिक गर्यो भाइले लगाएर। ए पछाडिको धुलो यताउता बाई रोडको बाटोमा धुलो उडाउँदै भन्ने हालोमा कान्छाले भन्न जाने खान के यार कान्छा खै भन त यस्तो धुलो छ यार यताउता। ए यस्तो धुलो छ यार यताउता। ए हेर्नु त धुलो उडेको गाइज। अनि यो बाटो यस्तो छ, यहाँ पुलको खाँचो छ यो नदीमा, राखा छ पुल। एउटा पुल दिनु पर्यो अनि यो बाटोलाई सुधार्नु पर्यो, नत्र नि हामी आउँपालिदेखि फेरि यति हो फेरि बाटो बनाएन भने बनाइदिनु है। अनि अब चाहिँ हाम्रो यो जङ्गल जङ्गल रेडियो जहाँसम्म पनि पाइँदैन है। त्यही भएर सोधेको के
हाम्रो डन ल सर अब जाउँ परिस्थिति खराब छ अप्ठ्यारो छ परिस्थिति हामी कत्रै ठाउँमा आइपुगेका छौँ खतरा भाइ कालो मान्छे कालो भयो क्या अब छैन भाइ मेरो मोबाइल खतरा भयो पाउडर लगाएर गोरो भाव दिने बाटो दिस वे इज सो डेन्जरस त्यो चाहिँ मेरो है ओह्राली उकाली ओह्राली डेन्जरवाला घिर्छ त यहाँ त हाल्नुपर्छ वाल साल केही त हाल्नुपर्छ यहाँ अस्ति हाल्दै भन्ने थियो हामीलाई छैन लक्कै छ त त्यहाँबाट त दाजु हजुर के हो हामी खतरै मान्छे हो क्या हेर्नु त अरे बबाल मान्छे हो ए तल कहाँ हो तल कता हो यार ऊ त्यता हो क्या त्यता तल हेर्नु त ऊ त्यहाँ हो क्या ऊ त्यहीँ त हो ऊ त्यहीँ त हो तराई पहाड हिमाल विचेन प्राइभेट भाइ भने खतरा हो कि ऊ यति त हो सास आयो लामो सास फेर्नु पर्ने जस्तो खालको त यार त्यही पनि छतमा खुल्ला आँखाले बाक्कै मुखमा परिस माइला आगो रहेछ आगो नआएको म कहिले नआएको पहिलोचोटि यता आएको हुन त यही हो बर्खासम्म चल्छ भन्ने हजुरीको रुख यता हजुरीको रुख अब त बाटो राम्रो आयो क्या राम्रो त राम्रै छ नि भाइ चिप्लेटी खेल्ने जस्तो चिप्लेटी खेलेर तल जाने जस्तो Wonderful way. Wow, nice. This is the wonder. What a beautiful. This is the very beautiful place. This is a highway. If I jump, I will reach directly Kailali, my home. कहीँ जानु पर्दैन खोला गएपछि सिधै पुगिने रहेछ सबभन्दा सर्टकट त्यही दाजु ढल्कने डाँडा भनेको
यो बडुरा चिउ हाने हो नि त ढल्कने डाँडाहरू हो चिनेको रह त यो खालको डाँडो ए खानको ए दाजु होइन अरे नि त ढल्कने यो भल्कने डाँडा ढल्कने भल्कने नाम दियो चढेर जाम है दाजु ओह्राली लागेको उकाले ओह्राले हिँडेको गाडीको यात्रामा बसेको खानको डाँडा रहेछ हजुर खानको डाँडा खानको डाँडा चिफले भने खत्रै डाँडा हुँदो भने त्यो के खच्चा हुँदो त ढुक्क भयो ढुक्क गाइज यो ढल्कने डाँडाको खानको डाँडो भनेपछि यो रहेछ खानको डाँडो यही हो अब फाइनली खानको डाँडा भन्ने ठाउँमा पुग्यो नेपाली पाउडर हजुर सस्तो एउटाको केही त अत्तो पत्तो लागिरहेको छैन खासमा कहिलेसम्म हामी को भनेर पत्ता लाग्थ्यो अब हेलो गाइज दिस इज माई ब्लग्स अनि अब पैदल यात्रा सुरु भयो फेरि यदि देख्यो भने चस्मा खोलेर हिँड्नु है ए ओह्रालोमा हो यसरी हिँड्दै गयो भने त्यहाँ 1 घन्टामै तल झरिन्छ जी ल फाइनली पुग्यो नि दाजुको जन्मस्थलमा हाम्रो दाजुहरूको जन्मस्थल त्यो त हाम्रो त उता सल्लेखरको तपाईँको उता हो नि हिँड्दै हुनुहुन्छ नि होइन यस्तोमा यो चिप्लिन डराउनु हुँदैन है यसरी दौडिने हो 2 घन्टादेखि 2.5-3 घन्टादेखि जाम भएछन् कि खुट्टा दाजु अहिले खोल्न अलि टाइम लाग्ने हो के छ त लगाउनु भयो नि होइन जे पनि लगाउनु पऱ्यो क्या घर पुग्दासम्म साँच्चै नचिन्ने रहेछ क्या हो बुढीले त मेरो बुढो खोइ हेलो सम्पूर्णमा जय मसी भन्न चाहन्छु अहिले चाहिँ सल्लेखर्कमा छौँ हामी सल्लेखर्क जहाँ चाहिँ हाम्रो जन्म भएको थियो अनि हामी हुर्केको चाहिँ तराई एरियामा तर पहाडी भेगको सल्लेखर्कमा जन्मस्थान र केही दाजुभाइहरू हाम्रो यही ठाउँमा हुर्किनु भयो अनि त्यो चाहिँ अलि परतिर छ अनि त्यहाँ चाहिँ हामी पुगेका छैनौँ एकछिनमा हामी जानेछौँ अनि यहाँ चाहिँ धेरै जस्तो सल्ली मात्रै भएको हुनाले अनि गाई गोरु पाल्ने भएको हुनाले सल्लेखर्क भन्ने गरेको हुनाले अनि यो ठाउँको नामै सल्लेखर्क राखियो अनि पौन्डोन चाहिँ गाउँपालिका अथवा के हो थाहा छैन त्यस्तै पर्छ यहाँ चाहिँ अनि जस यो ठाउँ
बेला बेलामा आफू जन्मिएको ठाउँ हुर्केको ठाउँ घुम्न हेर्न मन लाग्छ अनि हामी जानु पनि पर्छ किनभने कतिपटक यो हामीले यो बिर्सिनु हुँदैन कि मेरो सुरुवात कहाँबाट भयो कस्तो अवस्थाबाट भएको थियो यो कुरा हामीले जहिले पनि याद गर्नुपर्छ अनि परमेश्वरले मलाई कस्तो ठाउँबाट कहाँ ल्याउनु भयो भन्ने कुरा पनि सम्झना गर्नुपर्छ र परमेश्वरलाई सधैँ धन्यवाद दिनुपर्छ आमेन हालेलुया परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस् अनि यो चाहिँ हाम्रो यो चाहिँ अहिले भर्खर भर्खर बाटो बनेको 2-3 वर्ष हुँदैछ पहिलाको समयमा चाहिँ बाटो थिएन अनि यो चाहिँ हाम्रो एरिया मेन गाउँ चाहिँ हाम्रो यतातिर छ तर यहाँनिर चाहिँ 2-4वटा घर यता पनि छन् सो परमेश्वरलाई धन्यवाद भएको होस् अनि चिसो मौसम पनि छ आनन्दको समय है परमेश्वरलाई धन्यवाद परमेश्वरको नाउँको महिमा आमेन हालेलुया लो तपाईँ सन्चै हुनुहुन्छ के तपाईँ सन्चै हुनुहुन्छ आराम हुनुहुन्छ ठिक हुनुहुन्छ यदि हुनुहुन्छ भने ओके है ओके चोट लागेछ त्यही पनि ओके है कसरी हाउ वीर गोर्खाली अब रिटर्न हुँदैछौँ अब चाहिँ हामी हिँड्दै फर्किँदैछौँ अनि अब लगभग 3 घन्टाको बाटो पैदल यात्रामा छौँ सो निकै थकाइ हुने होला जस्तो छ आजको वकिङ गाडीमा बसेर नथाक्ने मान्छे आज 2 घन्टाको गाडी यात्रामा बसेर थाक्यौँ हजुर बाटो भर्खर भर्खर खनेको बनाएको त छ तर गाडी पाउँदैन एउटा पाउँथ्यो त्यो अघि गइसक्यो अब यहाँ यस्तोमा आइज बेटा गाईहरू आइयो हो आइयो यही हो अलरेडी गर्नु भइसक्यो फाइनली पुग्यो कस्तो लाग्दैछ सर अहिले अहिले त कस्तो कस्तो लाग्दैछ तपाईँ यो डाँडामा उक्लिनु भयो है हजुर यो डाँडामा उक्लिएँ म ए कहाँबाट आउनु भयो उतै तल रोडबाट हो हजुर यो त एकदम डरलाग्दो छ त एकदमै डर लाग्दो छ भिड छ यहाँ त तर पनि प्रभुले ओहो अग्ला चट्टानहरूमा तेरा खुट्टाहरू हडेरका खुट्टा जस्तै बनाउने छु भन्नुभएको थियो र आफ्नो वचन पुरा गर्नुभएको छ परमेश्वरले हालेलुया धन्यवाद दायाँ बायाँ नहिँड्नु सिधा हिँड्नु भन्थे आफ्नो नजरलाई दायाँ र बायाँ नगर्नु भन्थे प्रभुको वचनले हो दायाँ बायाँ गऱ्यो भने यो डाँडाबाट सिधै तल झरिने जस्तो छ
ढल्कने डाँडो पल्कने फाँडो अलि घल्छनै छ वाह सगरमाथामा आए जस्तो लाग्दो त अब हावा पनि डर छ हावा 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 क्या Yes, praise the Lord, I'm first. चरी करायो चट्टान हुनुभयो हजुर हेलो गाइज फाइनली वी आर इन द माउन्टेन top mountain of this area Sallikharka here wow चट्टाने डाँडो अनि यहाँदेखि चाहिँ सिधा हाम्रो गाउँ उतातिर छ तल 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 उहाँबाट देखिने डाँडो यही भन्नु भन्दा यही हो ल तल अरूले त्यो हेर त त्यसको गीत गाउँदछन् अल्लाहकै बोटहरूले हजुर यता हेर्नु ओके ल जीवनको गोरेटो भनेको यही हो जसरी हामी जीवनको गोरेटोमा हिँड्दैछौँ यहाँ जसरी यो चाहिँ परमेश्वरको अनन्त जीवनको गोरेटो हो जहाँ चाहिँ परमेश्वरले दोहोऱ्याएका परमेश्वरले प्रेम गर्नुभएका जातिहरूलाई अनि उहाँमा विश्वास गरेकाहरूको निम्ति यो चाहिँ के छ एउटा अनन्तको जीवनमा प्रवेश गर्ने एउटा गोरेटोको बाटो जस्तै छ अनि यो पनि गोरेटो हो है अनि परमेश्वरलाई धन्यवाद यसरी हामी आज यो गोरेटोमा हिँड्दै यसरी यात्रा गरिराखेका छौँ यो गोरेटो लामो छ अब अगाडि यहाँ गएर हामी यो गोरेटोको सहरहरू हामी नास्ताहरू गर्ने चाउचाउ खाएर त्यसपछि हामी गर्दै लागेको छौँ है चाउचाउ धन्यवाद यति ठाडो बनाएको थियो पछि क्यान्सल गरे यहाँ अझै डेन्जर छ है हामी कहाँ हिँड्दैछौँ जीवनको गोरेटोमा नजरलाई दायाँ र बायाँ नगर्नु भन्थे चौको वचनले हो दायाँ बायाँ गऱ्यो भने डाँडाबाट सिधै तल झरिने जस्तो छ गाइज जय मसे परमेश्वरलाई धन्यवाद भएको होस् आज हामी यसो पहाडको यो डाँडामा आएका छौँ डाँडामा अनि हाम्रो भाइ र दाइ उता हुनुहुन्छ अनि यो चाहिँ एकदमै पहाड तीखो पहाड हो न्यारो तल देख्नुहुन्छ
यता गएन फेरि यता यो भिड छ अनि यता पनि यो भिड छ तल एकदमै तल सो एकदमै अनि पछाडि हामी त्यहाँबाट गएर आएका छौँ सो अहिले हामी यतिर जाँदैछौँ वाउ भन्नेछौँ ओके ओके परमेश्वरलाई धन्यवाद भएको होस् किनभने परमेश्वर महान हुनुहुन्छ अनि यता बाटो यस्तो छ भने हाम्रो खेमहरू उतातिर छ गर्मी यहाँ बाटो छैन होला यताबाट सिक्नुपर्छ कि यहाँ त भिड होला नै चाउचाउ त अब खाँदै हिँड्दै गर्नुपर्छ We need to make the way. There's no way. I am follow you. सक्नु नि हो यतातिर हो कस्तो छ सकिँदै छ म त बिस्तारै हात टेकेर आयो भने सकिँदो ओके अहिले चाहिँ हामी फाइनली त्यहाँबाट हिँडिसकेका छौँ अनि अहिले पनि उकालो हिँड्दैछु यो बाटो यस्तो छ अनि हामी चाहिँ त्यो हुँदै 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 त्यो डाँडामा पुगेर आयौँ यो डाँडामा सो दिस वाज द वन्डरफुल यो डाँडामा पुगेर यो डिलडिलै हुँदै अब हामी यतातिर हिँड्दैछौँ फेरि 3 घन्टा हिँड्नु छ 3 घन्टा मात्रै होइन अटो पाइएन भने राति टोटल 5 घन्टा 6 घन्टा हुन्छ वाह एनर्जी ड्रिंक का साथ खोइ दिनुहोस् किन त अब एनर्जी ड्रिंक खाएपछि कसको के लाग्छ होइन जस्तो पहाड त कति हो पिङ ल सल्ली घरकोमा आएर पिङ खेल्न हुँदैछ ल
पहिला यहाँनिर नि यस्तो ऊ थियो अरे क्या एउटा अन्धकारको शक्ति। अझै मसी छ चोट लाग्दै लड्दै पड्दै हामी कच्ची बाटो हिँड्दैछौँ। कच्ची बाटो के सबै कच्ची र पक्की दुइटै छ। एकदम पक्की बाटो हो, कच्ची भन्दा पनि। क्या हो कालिज छोप्नु न एउटा। बाटो तर हामी सिधै अगाडि एउटा दाइ हुनुहुन्छ बाटो बनाउँदै हिँड्दै हुनुहुन्छ उता। यसरी बाटो बनाउँदै हिँड्दै हुनुहुन्छ उहाँ। बाटो बनाउँदै हो दाजु। ल धन्यवाद दाजुलाई, धन्यवाद। दाउरा त यहाँ छन्। दाजु अगाडि बाघ पनि होला नि है, बाघ चितुवा। आउँदै हुनुहुन्छ नि होइन? ओके ठिक छ, अगाउनु भयो? ओके। यस्तो दामी ठाउँ यार। तपाईँ अहिले देखाउनु हुँदैन। यस्तो यो भिड पाखा यस्तै छ यो भिड भनेको। यस्तो हुन्छ हजुर। कस्तो लाग्यो? यस्तो छ बाटो। हामी राति यसरी यो जङ्गल हिँड्दैछौँ। कताको बाटो यो? बाटो के हो के? बाटो आयो? के छ त? हो सकिएन। पक्की बाटो नि त। हजुर यो ओके गयो आयो
यसरी हिँड्दैछौँ हामी राति राति हो हुँदो रहेछ नि त Right. Right. हजुर हजुर खुट्टाको एनर्जी सकिएर ब्रेकै नलागेको छु हुँदैन छोप्नुहुन्छ नि होइन ओके छोप्नु नो प्रब्लम दाजु अगाडि Oh no! No! Very soft to dazu. यताबाट जाँदा हुन्थ्यो त भयो तिम्रो भन्दा पुरा यस्तोमा रनिङ खेल्नु क्या रनिङ कम्पिटिसन मजा आउँथ्यो है अघि छोराको छाला गएको थियो अहिले खुट्टाका छाला अँध्यारो भइसकेको अवस्था रातिको 7 बजेको छ उहाँ यसरी बाटो अँध्यारोमा जङ्गलको बाटो पहाडको बाटो हिँड्दै हुन्छ कस्तो लाग्दैछ ए दाजु के हो हजुर कस्तो अस्ति एक ठाउँमा भुटान खाए जस्तै लाग्दैछ हो ल ठिक छ अस्तिको भुटानको टेस्ट र आजको सुरको टेस्ट मलाई उस्तै लाग्दैछ ओके ठिक छ बाटो आरामै छ अँध्यारो हुँदो रहेछ अब फाइनली हामी नदी पुग्दैछौँ कस्तो लाग्दैछ तराई एरिया अनि नदी खाँदा हुन्छ अब पानी चाहिँ खानुपर्छ नदीको नदीको पानी खानुपर्छ दाजु अब फेरि कहिले हो कहिले हेर्नुहोस् नदी चिप्लेला है यो पिउने पानी होला यही हो पानी हातले खाए पनि भयो जसरी खाए पनि भयो मस्त है ए हो त ल पानी तिमीहरूको पानी
मिठो मिठो दाजु पानी खाए जस्तो लाग्यो जडीबुटीबाट छानेर आएको थियो बाबु दही खाए हजुर दाजुको हात काट्टे बिहार दारीकाले त उयो गर्दी एउटा यहाँ काटिएको एउटा यहाँ काटिएको ल ल है त फाइनली ल ल ओके रेडी ओके दाजु त यसरी खानुहुन्छ पार्टी हो त यही हो त नि गङ्गाजल गङ्गाजल जीवनको पार्टी यही हो पछाडिको खाइदिएको पहिले त अलिक छेउको खाएछ के पो आयो यार फेरि खाने पाउने यस्तो भने मात्रै खाइहाल्यो खाल 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 दही खाए जस्तो लाग्यो हामी रातको 8 बजे जङ्गलमा छौँ पहाडबाट झरे र हिँड्दैछौँ जङ्गल जङ्गल यसरी जङ्गल एरियामा पुरै अझ 1-1.5 घन्टा यो जङ्गलभित्र हिँड्नु छ 2 घन्टा जस्तो गाडीमा 1 घन्टा लागेको थियो हिँड्दै हुन्छु त खुट्टा पनि दुखिसक्यो यस्तो भइसक्यो खुट्टा जुत्ता धुलो धुलो के कुरो हो धुलो धुलो थाहा छैन यस्तै छ हजुर कहिले काहीँ यस्तै हुन्छ हजुर न गाडी पाइन्छ न अटो पाइन्छ खाली पाइन्छ भने दुःख मात्रै जे पाइन्छ दुःख पाइन्छ अप्ठ्यारो हुन्छ दुःख पाइन्छ अटो पाइन्न गाडी पाइन्न खुट्टा दुख्छ दुःख पाइन्छ यस्तै हो यो नयाँ गीत हो लास्टमा लड्यो भने चाहिँ थाहा छैन थाकेर त्यही भएर यहाँ पट्टी बान्नु परेको छ आफ्नो चोट लागेर हात चलाउनु भएन दुखिरहेछ त हो समझिने होला है याद करना मुझे अपने दुआओं में मुझे याद करना अपनी प्रार्थनाओं में हम किन दाजु जुत्ता हेर्नुलाई किन्दा हुनु हो भन्नु जुत्ताको फोटो भिडियो गर्नुलाई दाजुको मेरो पनि बनाइदिनु भन्ने तपाईँको भनाइ हो दाजु मेरो पनि भयो भने दाजु आज खतरा भयो क्या Right. हेलो जय मसी अहिले 8 बज्यो जङ्गलमै छौँ हामी 8 बज्यो हामी
जङ्गलमा छौँ उता दुईजना हिँड्दै हुनुहुन्छ हो खुट्टा दुखिसकेको छ मेरो उता पछाडि हिँड्दै हुन्छ यो जङ्गल धन्न बाघ भालु स्यालहरू आएन नत्र अलि रमाइलो हुन्थ्यो कुछ भी नहीं है यस्तै छ हजुर क्या कोही कोही कराउँदा जनावरहरू कराउनु लाग्छ नि त साइडतिर भूत त छैनन् नि होइन भूत भए पनि केही छैन कानमा समातेर झ्याम्दिँदै हामीलाई छिटो पुऱ्याइदिए भन्नुपर्छ नि होइन होइन फोन आइगयो ल हामी चाहिँ अहिले फाइनली अटो भेटेका छौँ र अटोमा जाँदैछ यस्तै छ बाटो काठको पुल बनेको छ काठको पुल मलाई फोन गर्नुपर्छ त अनि मलाई के तिमी आउने भने फर्किनु त खोइ कति चोट लाग्यो थाहा भएन यहाँनिर लागेछ अलिअलि यो पुरै भाग दुख्न लाग्छ दुख्न त यहाँ हात हल्का सुन्ने चाहिँ यहाँ चोट लागिरहेछ अनि हल्का समात्न बनिरहेछ चलाउन तर ठिक छ ओके छ नो प्रब्लम हातलाई चलाउन बनिरहेको छैन भित्रै छिरिरहेको छैन त यो औँले यही हातले चाहिँ बल गर्नुपर्ने होइन भित्र अब चाहिँ बन्यो ठिक छ
उम्।